अभी 5 रुपये होता है तो दे देता भाई ले यो कम से कम 5-5 केजी को गोभी हुन्छ गाडी दे दियो रे इन्डियामा बसेका छोराहरू हो गाइस धन्न नेपालमा आएर खन्न पनि जाने बोली हेलो दोस्तों गुड मर्निङ के छ हाल खबर सबै सच्चै आरामै हुनुहुन्छ आजको ब्लगमा हामी जान लाहाम के रे गोभी रोप्न बारीमा मम्मी म अंशिका भान्जी और बारी भी आएगी अभी हामी बारी यतै छ घरको सामने बारी हाम्रो सानो बारी छ हामी बारीमा जान लाहाम गोभी रोप्नको लागि मम्मीले स्टार्ट गर्दै हुनुहुन्छ मम्मी यो के रोप्नु भएको यतातिर यो तोरी यहाँ तोरी छ उता आलु छ अब अरे यसमा यो पराल लगाएकोमा यसमा लसन छ रोपेको गाइस लसन रोपेको लसन या ओ भान्जी पनि आउँदैछ मकै पनि छ मकै पनि ल्याउँदै आउँदैछ त्यहाँदेखि मम्मीले स्टार्ट गरिदिइसक्नु भयो अब खोज्नलाई यसलाई राम्ररी चराप चुरुप पारेर फेरि यो गोभी यो तोरी और यो मकै रोप्ने हो तपाईँलाई सिकाउँछौँ हामीले कि मकै और तोरी और गोभी कसरी रोप्छन् पहिला यसरी खोज्न पर्छ यहाँ दनादन ये आजा भाइ तू आजा आइज यो उ गराउने हो गहरा बनाउने हो त्यहाँदेखि फेरि नि अलि माटो अलिक धुलो गराउने मैले भन्छु एउटा परातले क्या यत्रो परातले त्यो टिपेर त्यहाँ काटेर त्यो परातमा हाल्ने त्यो खाने के साग भरे त्यही भएर परातले भनेको छु मैले जाऊ परात ल्याएर एउटा गाडी गर्न पर्छ या यसरी खन्नुपर्छ फुल टु मेहनत गाइस अब मेरो छोरोले खन्दैछ जेठो छोरो जीवन मलाई हात दुख्यो म बुढी भएँ त्यही भएर मद्दत गरे खान् छोराहरूले यस्तै मद्दत गर्नु होला तपाईँको आमा बुबालाई पनि आशीर्वाद लाउँछ गाइस भइरहेछ हो यसमा मकै छर्ने हो यसमा फेरि भाजीको साग लगाउने हो तोरी छर्ने हो एकै ठाउँ छर्छु एउटा नभए एउटा खाना हुन्छ अलि ठुलो हुन्छ फेरि एउटा खाने फेरि अर्को खाने टिपेर गाइस ल तपाईँले पनि यस्तै गर्नुहोस् एउटै चिज छर्दाखेरि मकै छर्छु भन्दा सबै चिज छरेपछि 2-3 थोक खान पाइन्छ मेरो यो कान्छो छोरो हो गाइस यसले काम गर्नै मान्दैन यो यो धेरै मोबाइल हेरिरहन्छ यसको लागि केही दबाई छ कि छैन छुटाउने मोबाइल हेरिरहने मान्छेलाई यो मेरो कान्छी बुहारी हो ल गाइस ल भयो ल न अब ए यसलाई दिनु यसलाई कहिले सकिन्न के गाइस कमेन्टमा गाली दिनु ल हेर्नुहोस् त गाइस छोराले मद्दत दिन्छ भनेर त हात भन्दैन भन्छ म भन्दा नि बुढो भयो मेरो छोरो कान्छो छोरो यसरी खन्नुपर्छ गाइस एउटा हातले तागत दिएर यहाँ मेरो बाल ठुलो बाल यतातिर आयो यो अंशिकाले के परात भनेको यो कडाई लिएर आयो के हो उयो साग टिप्ने हो कडाई होइन परात भनेको परात अर्को हुन्छ ठुलो खाले हेर त कान्छो बारी गाइस वा ऊ बनाउँछन् भिडियो बनाउँछन् भनेर उता लुकेर बसिछन् बारीमै हाल्छु नि हेलो गाइस हेर्नुहोस् मेरो साग कति राम्रो छ उहाँ पनि छ देखाइदिनु त सागलाई त देखाउने बारी हो नि लैजाउने त नि देख ले कीमा परिवार बोल रहे
बजार त्यो उमाल्नु भनेको ताकत हुन्छ भनेर उहाँ कुकुरले फोर्सेर त्यस्तो गराएको छ तेरा उमाल्नु त यत्रो खाल्दो गरा खालो ये कुकुर मजाले सुतेछ त्यहाँ लौ ओखीमा पर्यो ओ क्या काम गरिस् यार यहीँ माथिसम्म त्यहाँबाट यहाँसम्म खन्दिस् तैँले वाह 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 अभी 5 रुपियाँ होता है दे देता भाई ले गाडी दे दियो रे सीधा गाडी दे दी ले 5 लाख को गाडी मेरो इन्डियामा बसेका छोराहरू हो गाइस धन्न नेपालमा आएर खन्न पनि जाने बोली नेपाली भाषा पनि सिकेँ मलाई राम्रो लाहा खुसी लाहा अब छोराहरूले गर्छन् भन्ने ये क्या कर रहा है राख्ने हो के राख्ने बोल क्या तेरो दैलीको बना ये कहाँ बोल बोल अपने बारे में बता कौन हो तो मैं हॉकी का बहुत बड़ा खिलाड़ी था गाइस मेरी एक टांग नकली है रोनाल्डो ने किक मार दिया था मेरे टांग में रोनाल्डो मेसी ने जाके हॉस्पिटल लेके गया रोनाल्डो और मेसी तो इंडिया को होइन विदेशको होइन र रोनाल्डो ले किक हान दिएको त सीधा विदेश को हाथ में मेरो खुट्टा मेसी ले हाथ और धनियाँ छरिदिएछु यसमा फेरि भाजीको साग तोरी मूल अब फेरि यहाँ अब गोपी रोप्ने हो टमाटर रोप्छु गोपी रोप्छु त्यहाँबाट खाउला नि खाउलास पेट भरेर खाउलास लगभग गाइस देख्नुहोस् खनेर भ्याइसक्यो यसले काम गर्दैन भनेको त आज लास्टै काम गर्यो क्यामेरा देखेर गर्यो कि पत्ता नि के गर्यो अब हेर्नु अब यस्तरी बनाएर अब यसमा मकै तोरी के रोप्ने हो त्यो रोप्नुपर्छ हट तरीका रोप निरन्छ वाह क्या गाडी बना दिया थाकेँ म त थाक्नु भयो अहिले त लगा आइज मम्मी थाक्नु पऱ्यो मल हाल्दै हुनुहुन्छ अब यसमा के को मल हो यो भैँसीको हात्ती हामीले खेतमा हात्तीको मल हाल्छौँ हात्ती कहाँबाट आयो हेर्नु यसरी मल हाल्नुपर्छ यसरी बिल्कुल पर्फेक्ट मिलाएर हाल्नुपर्छ धेरै भए पनि नोक्सान छ कम भए पनि फेरि पनि नोक्सान छ ठिक्क हाल्नुपर्छ अरे यसरी खन्नुपर्छ यो देख्नुहोस् गुड भेरी गुड यति ठुलो किन गरे हास मजे यत्रो ठुलो यत्रो यो मान्छे सुत्ने जति गर यार ये मेरा बुढ़ी आ गई और मेरा बच्चा भी आ गया युवान बेटा गर्दा त नसमाता त्यसरी युवान बेटा तिमीले पनि बारी जोत्ने हो बाउले नगरेको आऊ बारी जोत्ने कस्तो राम्रो देखिनु पर्यो भिडियोमा रियालिटी देखाउनु पर्छ मेकअप गरेको छ न यहाँ फेसन सो छ न लेखा होइन बाबु भनिदियो हेर मुह पनि धोआ आएन भन मुह पनि नधोइकन यहाँ भिडियो बनाउन आएको छ मेरो बाबुले भन तिमीले मैले अहिले आउँछु खनेर लस ऊ रोपेर आउँछु भाजीको साग रोपेर आउँछु कि मैले होइन मेरो बाबु होइन आँखा पनि ढाक्यो छप्पै ढाक्यो मेरो बा ए छर्दार हो तिमी यो टमाटर हो टमाटर ल चलो अब गाई अब सबभन्दा पहिला टमाटर रोप्दै हुनुहुन्छ मम्मीले टमाटर रोप्ने गोपी रोपमा पूजा यहाँ प्याज पनि त रोप्ने हो नि इन्डियन सासूले नेपाली बुहारीसित सोध्दै छन् कि के रोप भिन्डी गरे यस्तो सिकाउने
यसरी रोप्या जान्छ यो टमाटर टमाटरको खेती हुँदैन रोप्नुपर्छ गाइस अब के गर्ने हुन त तपाईँले हामीले भन्दा ज्यादा जान्नुभयो होला होइन हामीले त यस्तै गरेर रोप्छौँ जान्दैनौँ गाइस अब हामी जान्दैनौँ त्यही भएर तपाईँहरूलाई जान्नुभयो भने सिकाउनु होला हामीलाई पनि भिडियोमा आएर कमेन्ट गरिदिनु होला त्यसको बुढाले पिट्न थाल्यो अनि त्यसले त अब बचाऊ बचाऊ नभनेर हेलो गाइज म थरोमै मारता हेलो गाइज म थरोमै मारता भन्ने चिच्चा गरे के यस्तै भिडियो त भाइरल हुन्छ नि यस्तो हाँसो लाग्थ्यो न हेलो गाइज म थरोमै मारता भन्दै चिल्लाउँदै रे अब आयो गोबीको बारी जो सबभन्दा पहिला भिडियोमा भन्दै थिएँ गोबी रोप्ने उसै पहिला टमाटर रोप्नुभयो अब यो गोबी रोप्दै हुनुहुन्छ सिलिमिटी टाउन या आयो गोबीको बारी कति कति किलो यो कमसेकम 5-5 केजीको गोबी हुन्छ ठुलो भएपछि यो खानै नसक्ने एउटा फ्यामिलीले हुन्छ खानै नसक्ने बिल्कुल फालिदिनेवाला हुन्छ मान्छेले नखान सकेर किराले खाएर खतम गरिदिन्छ पैसा मान्छेले दिने हो मेहनत पनि मान्छेको लाहा तोरी साग खाएर कपाल कालो भयो सनफ्लावर तेल खाएर सेतो भयो भन्ने अब यो टमाटर और गोभी रोपेर भइयो गाइस चलो गाइस आजको ब्लगमा यति लाइक गरिदिनुला च्यानललाई सब्सक्राइब गरिदिनुला और थोड़ा सा माया गरिदिनुला कमेन्टमा हार्ट तपाईँले आफ्नो तर्फबाट एउटा बताइदिनुला कि टमाटर प्याज गोभी कसरी रोपेर जान्छ हामीलाई सिकाइदिनुला कमेन्ट पढेर मैले लाइक जरुर गर्छु तपाईँको कमेन्ट सो गाइस आजको लागि यति बाई बाई